हेलो हेलो नमस्ते सम्पूर्ण साथीहरूलाई वेलकम छ। साथीहरू आज मेरो युट्युब च्यानलमा फेरि पनि स्वागत छ है। साथीहरू मेरो खानेकुराहरू चाहिँ देखिएको छैन है। साथीहरूलाई हेर्नुहोस् है, भ्लग बनाउनु छोडेको पनि अलिक पातलो पातलो छ बनाउनु छोडेको, त्यही भएर चाहिँ बोल्न नै बिर्सिसकेको छु है साथीहरू। अनि यहाँनिर चाहिँ मेरो सुक्खा रोटी छ, चटनी छ, देख्न सक्नुहुन्छ है साथीहरू। म अब लगाउँछु है त, हेर्नुहोस् है साथीहरू। आज सबै मेरो साथीले बनाएको परिकारै हेर्नु, साग भयो, धनियाँ र गोलभेडाको चटनी, यहाँनिर सुक्खा रोटी, यहाँ गुन्द्रुकको सब्जी आलुसँग है साथीहरू। ल साथीहरू, म चाहिँ ढिला नगरिकन खान्छु है त, हजुरहरूलाई देखाएँ है त किन चाहिँ यो मेरो साथीहरू। अब चाहिँ म छिटो छिटो खान्छु है त, सेलिन्छ नि त यो त। यो चाहिँ गोलभेडाको चटनी है त साथीहरू, टक्कसँगले। अनि त यो त अनि एकदम मिठो चिज हो नि त साथीहरू। ल साग चाहिँ त यही होस् होला कि क्या हो। ल यहाँनिर यो नै लगाएँ है, एउटा राखेँ। साथीहरू अब चाहिँ ढिला नगरिकन खान्छु है त। मेरो छोरी चाहिँ सुत्दैछ है, तर उठ्दैछ पनि सुत्दैछ पनि सागसँग है त। सेलिसक्यो, त्यही भएर मैले छिटो छिटो खाएको के साथीहरू, अघि बनाएको चटनीसँग है। दामी छ है साथीहरू। गुन्द्रुकसँग यस्तो मिठो छ कि बिस्तारै खाँदा नै हुन्थ्यो, तर सेलिसक्यो कि दाम्ला जस्तो भइजान्छ नि त यो त रोटी त। तपाईँलाई पनि खाम लाग्यो होला है साथीहरू। जाडोमा चाहिँ तातो रोटी सब्जी मिठो हुन्छ। रायोको साग स्पेसली तोरीको गुन्द्रुक, रोटी त दुईटा त पर्काइसके त। खोर्सानी कडा तराईको साथीले बनाएको, सब पिरो, मिठो छ। पिरो कडा खानुहुन्छ नि त उहाँहरू।
अगाइसके साथीहरू है। त्यही पनि यति त सक्नै पर्यो कि क्या हो। यहाँ भित्र पनि मरमसला छ है। रोटीको आइटमहरु बनाउन चाहिँ एकदमै पर्फेक्ट छिन् साथी। कचौराले छोपेछ के गर्नु। तोरीको गुन्द्रुकको त यस्तो लामो धेरै मिठो चाहिँ एकदम मिठो। मासु जस्तै खाँदैछु कि क्या हो। यो तोरीको गुन्द्रुक पनि नेपालबाटै ल्याउनु भएको हो, त्यही भएर दामी छ के। खाजा नै धेरै खान थालियो भने त बर्बादै भइहाल्यो। यो अचार चाहिँ त दामी भएको छ। यो त अगाए साथीहरु कति खानु, अघि दुईटा खाइसकेको। चाहिँ यति खाइसकिन क्या, ओभर भयो। खोर्सानी यो चाहिँ खोर्सानी धेरै लाउनुहुन्छ क्या। धुलो पनि कति धेरै लाउनु भएको छ। हेर्नुहोस् डाडु यस्तो मिठो छ कि। तपाईहरुको कसलाई डाडु चाट्नु मन पर्छ? यति कोलभेडाको अचार त भातसँग खाने साथीहरु। यो त ढिँडोसँग खान पनि यस्तो दामी हुन्छ कि। मलाई चाहिँ यस्तो अचार बनाउन आउँदैन, आउन त आउँछ, यतिको मिठो चाहिँ बन्दैन। चाहिँ मेरो छोरालाई राखिदिए मलाई पुगो पनि। यो त नास हुन्छ है, भरे भोलि खानुपर्छ।
खाना त अझै पनि खाइन्छ हेर्नुहोस् साथीहरू, तर पनि धेरै मोटाएर हेर्नुहोस् मेरो ज्यान 100 केजी पुग्नु लाग्यो। त्यो कारणले गर्दा चाहिँ खानेकुरामा चाहिँ ठिकै खानु पर्यो। 20 केजी जति वेट लस गर्नु पर्यो। 20 केजी रे 10 केजी जति भनेको कहिल्यै नहुने भयो क्या साथीहरू। साथीहरू दुईटा कचौरामा चाहिँ उठ्लो है। यो चाहिँ मेरो छोराले खान्छ अचार, म भोलि भातसँग खान्छु। यो अचार त यस्तो दामी छ कि मिठो छ, त्यही भएर राखेको थोरै साथीहरू है। छोरी पनि निधायो, अब मैले नि खाइसकेँ। अब यो कहाँ होला मेरो साथीलाई सँगै खाने भनेको छोराछोरीहरू कराइराखेको थियो, त्यही भएर मैले चाहिँ उतैपट्टि साथीकै रुममा छोडिदिएँ कि। अनि त्यही भएर म चाहिँ खाएँ आफै। साथीहरू मेरो भिडियो के कस्तो लाग्छ नराम्रो भए पनि हेरेर अन गरेर साथ सपोर्ट गरिदिनु होला है त मेरो भिडियो साथीहरू है। भिडियो पनि नलगाएको 2-3 दिन भइसक्यो, धेरै भिडियो पनि लाउनु हुँदैन क्या साथीहरू है। जति भिडियो लाए पनि तालिए यो, त्यही भएर मैले हिजो आज त 2-4 दिनमा भिडियो लाउनु थालेँ साथीहरू। के कस्तो हुन्छ मेरो भिडियोहरू चाहिँ हेरेर यसो सानो सानो छोटो मिठो कमेन्ट छोडिदिनु होला है सबैजना साथीहरूले। अब उठौँ है त साथीहरू, म अब भाँडासाँडा माझ्छु होला है साथीहरू। ल है साथीहरू, बत्ती बालेको छु के साथीहरू। बेलुकाको यहाँनिर 5 बजिसक्यो, तर रात पर्छ आज त। कस्तो बाहिर चिसो छ एकदम। त्यो कारणले गर्दाखेरि चाहिँ अब हात धुनुपर्छ, त्यसपछि काम छ है साथीहरू। कति धेरै काम कहिले सकिँदैन के। नानी सुताएपछि फेरि काम हुन्छ, भाँडासाँडा मोल्ने। त्यसपछि अनि साथीहरू म चाहिँ भाँडासाँडा पनि मोलेको छैन। अब एकछिन यता जान्छु, छोरी सुतेको छ, साथीकोमा बाबु लिएर आउनु पर्यो कि। ल साथीहरू बाहिर चाहिँ यस्तो भइसक्यो है साथीहरू। यस्तो भइसक्यो 5 बजी नै यस्तो हुन्छ क्या। चिसो पनि बढी छ, अनि छिट्टो राख्नुपर्छ कि साथीहरू। मेरो साथीले भन्छ नानीहरू दुई पाइला पर गइरहेछ त मेरो साथीको घरमा त। साथीहरू कता कता हो कराइदिँदो रहेछ है, तर्साइदिनु पर्यो साथीहरूलाई। म पनि साथीहरूलाई तर्साइदिनु पर्यो। म साथीहरूलाई तर्साइदिनु भनेको डराउनु गाह्रो मान्छ होला। ल मेरो साथीहरू चाहिँ यहाँनिर हुनुहुन्छ है। मेरो छोरा अनि साथी बेडमा हुनुहुन्छ। नानीहरू मेरो छोरीको डल साथीहरू है। छोरी अनि मेरो छोराले तिम्रो छोरी मम्मुको त हो त। यो चाहिँ यता छोराछोरीको बार्गेटिङ सुरु भइहाल्छ। ल साथीहरू उहाँले नै बनाउनु भएको मेरो प्यारी साथीले रोटी है साथीहरू। काली साथी मेरो प्यारी काली साथी। म पनि काली हो, म पनि काली नै हो। हामी दुवैजना ब्ल्याक हो। मेरो छोराले भन्छ ब्ल्याक कलर। ल साथीहरू मेरो भिडियो चाहिँ के कस्तो लाग्छ अब
अब भिडियो धेरै लामो नबनाऊ होला यिनीहरू गरेको छु है साथीहरू बाई बाई गर्नु तपाईँको घर कहाँ पऱ्यो बताइदिनु त लु मेरो घर नेपालमा नेपालमा कञ्चनपुर सप्तरी अनि तराईको साथी त्यहाँ खोर्सानी पिरो लगाएर यस्तो दामी बनाउनु भएको खानेकुरा है साथीहरू चिसोमा खानुपर्छ नि त हो नि हजुर